फाइनली पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भइसकेको छ र यो आइपिओ ददस्किताले बाँडफाँड गर्दाखेरि 4,50,000 जनालाई चाहिँ यो आइपिओ परेको छ भने 30 लाखभन्दा बढीको हात भने खाली भएको छ। र अब आइपिओको रिजल्ट हेर्नको लागि चाहिँ गुगलमा अथवा क्रोम ब्राउजर अथवा जुनसुकै ब्राउजर ओपन गरेर सर्चमा तपाईँहरूले ipo.result.cdsc.com.np लेखेर सर्च गर्नुहोस् र त्यसपछि रिजल्ट हेर्ने पेजमा आउनुहुनेछ। र अब यो वेबसाइटमा रिजल्ट अपडेट हुनको लागि चाहिँ थप केही समय लाग्नेछ, 1-1.5 घन्टा लाग्न सक्छ। र यहाँनिर तपाईहरुलाई टपमा यहाँनिर पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड भनेर फर जेनरल पब्लिक भनेर आइसकेपछि त्यो यहाँनिर अटोमेटिक सेलेक्ट हुन्छ र त्यसपछि यहाँनिर बीओआइडी नम्बर यानि कि डिमेट खाता नम्बर 16 वटा डिजिटको लाएर चाहिँ यहाँनिर क्याप्चामा यहाँनिर जति नम्बर छ त्यो यहाँनिर लाएर भ्यू रिजल्टको अप्सनमा क्लिक गर्नु भएपछि आइपिओ पर्यो भने कंग्रेचुलेसन भनिहाल्नेछ, परेन भने सरी नट अलोटेड भनेर देखाउनेछ। सो तपाईहरुले चाहिँ रिजल्ट हेरिसक्नु भयो भने तपाईहरुलाई आइपिओ पर्यो कि परेन त कमेन्ट गर्नु होला र यस्तो भिडियोहरु हेर्नको लागि हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।